हो वेलकम ब्याक। होइन होला के हो धेरै होइन अति धेरै भयो। के प्रब्लम भएर आएको थियो होइन, पोखराको भिडियो राख्नु पाएन मैले डे 2 को। फोन चार्ज हुँदैन थियो, यताउता चलेर बसिरहेको थियो, सो मैले भिडियोहरू अलिक खिचेन। अनि धेरै पछि भिडियो आउँदैछ। अहिले त 12 को एक्जाम पनि सकिसक्यो। आई गेस अबदेखि चाहिँ सकेसम्म अल द भिडियोज विल बी देयर। सकेसम्म लाइक डे टु डे गर्न खोज्छु म सकेसम्म। त्यही हो, नथिङ एल्स। पसलमा बसिरहेको छु, पसलमा बस्ने काम गर्ने। म लाइभ जान लाग्छु अहिले, लाइभ जान लाग्छु अहिले। सो सी यु गाइज मेरो लाइफ पछि। गेमिङ आज खोइ के प्लान छ थाहा छैन, किनभने ब्ल्याक मिथ गाउँ मैले खेल्न त खेलिरहेको छु, बट नट एभ्री त्यति त्यो मना जस्तो भइरहेको छैन कि अझै पनि। सो आज पब्जी हान्छु, अनि लाइभको केही फुटेजहरू मिल्छ भए म त्यो पनि हालिदिन्छु। ल सी अहिले पछि, किनभने केही यताउता कहीँ गयो भने म खिच्छु होला सकेसम्म। Don't know if I can find my way out. के भयो भन्दा के होइन, ल्यापटपमा अपडेट हान्नु पर्यो, गेमै चलेन। चलिरहेछ अहिले। पानी पर्नु सुरु भइसक्यो बाहिर। म मस्त बसिरहेको छु। कस्तो राम्रो डे आयो क्या फेरि। हामी त खतरा हो नि त फेरि, होइन? तर केही छैन, त्यही हो, पानी पर्न थाल्यो क्या। त्यसमाथि पसलमा घुम्म पनि भइरहेको थियो। सो एकछिन ढोका खोलिदिएँ मैले। अरू त के नै गर्नु र हौ। ढोका खोलिदियो, ढोका खोलिदियो, हात दुख्न थाल्यो। आजभोलि त एकछिन यस्तरी हातमाट पनि गर्नु हुँदैन हौ, हात कस्तो दुख्नु थाल्छ। नाच न कान्छी नाच न। झलायो झलायो। एकछिन त्यो अपडेट हुनलाई के राखेको थिएँ। पानी कस्तो मजाले परेको यार आज। यसो अझै पनि घुम्मै छ कि। लेट्स सी व्हाट विल ह्यापन। हामी चाहिँ यसो खाना आएको होइन, कफी। भिडियो क्वालिटी कस्तो आएर होला। ओए ओए तेरो केही पनि गर्दैन, अलिकति अपग्रेड गर्दा हो। यतिको भएर होस् न यार खाँदाखेरि त। यसमा यो हुँदा हुँदा किन टेन्सन त। ए साँच्ची ह्याड क्लिप खोइ त अनि। ह्याड क्लिप त्यो क्लिप नै सोधा। नमस्ते सबैजनालाई। हामीसँग आज यो This is the end. यसो राखेर त भाइरल हुन्छ है। हामी चाहिँ भिडियो खिच्दै अघिदेखि भिडियो खिच्न खोजिरहेको छु। कहिले के नमिल्ने, कहिले के नमिल्ने, प्रब्लम माथि प्रब्लम। होइन मामा? मामा भिडियो कति सर्ट जति खिच्यो होला हामीले अघिदेखि? रिटेक भएको भाइ। बट इट इज गुड नि त, होइन?
हामीले लाइक जति धेरै सर्ट लिए पनि लास्टमा एडिट गर्दाखेरि त सबै सँगै जोड्ने नै हो, जुन जुनबाट मिल्यो त्योबाट निकालेर जोड्ने हो। अब फेरि आइजको पनि मिलाउनु पर्यो बरु, त्यो पनि हुन्छ नि त फेरि सोच्दाखेरि त। नट ओन्ली द्याट कि आइजको पनि लाइक मेरो आइस क्लोजअप पठाउनु पर्ने क्या होइन लाइक जब तपाईँले आइजबाट यो तलको इन्फर्मेसनहरू हेरेर राख्नुहुन्छ नि त्यति बेलाको चाहिँ भने कि अब हेरौँ के गर्न मिल्छ होइन। कपाल कस्तो बढायो, यस्तो पो हुन्छ त कपाल बढायो त होइन। यो एकछिनपछि केडा हो हामी त यसो कलमा है हेलो भन यो चाहिँ फोनमा छ के हेलो भन्नुजी यो ब्रो व्हाट्सअप म मुनमा छु गाइस। मेरो यहाँ उता धरती छ हैन, यहाँ अलिकति बबाल नेटवर्क छ हैन, धरतीमा अब त्यस्तै नेटवर्क भएर म मुनमा आएर कल यसलाई चाहिँ होइन बाहिर गएर हेर्नुपर्छ क्या हामीले माथि देख्छ यो चन्द्रमामा। मलाई त्यहाँ धरतीमा गएर त्यहाँ बाहिरबाट आएर हाई गरे हुन्छ मैले देख्छु। यो धरतीको बोझ भएर त्यहाँ चन्द्रमामा गएर बसिरहेछ। मलाई घरबाट निकाल्दै गाइस, त्यसैले म यहाँ चन्द्रमामा आएको। मलाई यसको यो मनपर्छ कि माचिस लाइक नो लेटेन्सी छैन के बा, त्यही बबाल चिज हो मेरो लागि। मेरो मुनमा आफ्नै घर छ गाइस, म मेरो अलिकति घर पनि मेरो यो मुनमा घर छ यो मैले हैन। त कहाँ किचनमा हो? म किचन हो यो पक्कै के हो यो लिभिङ रुम लिभिङ रुम यस इज लिभिङ रुम हैन। टिभी हेर्नमा जमानाको टिभी राखेको छ यार, राख्नु पनि यसरी सानो घर छ धेरै ठुलो होइन होइन। यो चाहिँ बार्बीको ठुलो फ्यान हो कि होइन। अनि म अनि यसरी बाहिर आएर होइन मैले यस्तो वाउ कस्तो दामी तारा वाउ। ओइ त्यहाँ तेरो तारा पनि छ हेर त। मेरो तारा त उ त्यहाँ धरतीमा हो है बाबा, अनि कहाँ धरती छोडेर गएको त ब्रो? अब म आउँदैछु धरतीमा। आयो मा तारामा बसेर यो त धैट। ओ वाउ ओए बिरालो कहाँबाट आयो? ओए बिरालो कहाँबाट आयो बे? यहाँ बिरालो पनि यसरी उड्छ है गाइस, यो नयाँ नौलो कुरा होइन। तेरोले फ्यालेर ल्यायो क्या हो त माथि बिरालो? बिरालो अलि फ्यालेर ल्याए गाइस, यहाँ यसरी चट्याङ पनि लाग्छ हो गाइस यस्तो इस। धैट भोग्ला के हुनेछौ तिमी मेरो बुढेसकालको लाठी। दाइ हाम्रो दाइहरू मलाई प्लिज कपिराइट नहान्नु होला, म बोलाइरहेको हुन्छु यस्तरी गीत गाइरहेको हुन्छु होइन। भ्लग हाल्नलाई क्या हो त युट्युबमा? यस बिहानदेखि भ्लग हाल्दैछु हौ। यो गाइस यसको च्यानललाई सब्स्क्राइब नगरिदिनु होला हैन। ए माचिस के भन्ने हाम्रो समय दशमुँ हर महिनाको कमाइ। अब आज अब दादा युट्युबमा आइसकेपछि तेरो अब भाइरल गयो नि त। अब त्यस भएर मेरो ओरिएन्टेसन डेको भिडियो फ्लप भा। कुन ओरिएन्टेसन तै हाले? हाम्रो त्यो वेलकमको भिडियो हालेको छु त। ओइ हालेस् मलाई लिंक बना न यार, मैले हेरेको छैन। साले सबसे कम भ्युज त्यसमै छ। तेरै मुख अगाडि च्याप्प राखेको छु मैले। खोइ हाल बडा त साँच्ची लिंक मैले हेरेको छैन। त्यसमै हेर्न, मेरो आइडीमा नै गएर हेर्न, सबै त्यसमै छ। किन है तेरो च्यानलमा? कार्तिक देवला भ्लग्स। गाइज गो एन्ड सब्सक्राइब। Go and subscribe guys, go and subscribe, just subscribe it
सब्सक्राइब इट होइन हो कि होइन मुला हो एकदम यसले त हो सब्स्क्राइब गरिदिनु गाइस यसले अनि मलाई मोमो खुवाउँछ भने अहिले यत्रा पनि खुवाउनु बुझ्यो तर हामीले खाएको त हो यार भाइ मलाई अरू केही होइन क्या मायाकुरी क्लास 6 तिर होइन मोमो के भेज मोमो र कोल्ड ड्रिङ्क ओ भाइ सबले त्यसरी नै खान्थ्यो होइन हामी त्यो वेलकम प्रोग्रामको भने त होइन सबसे कम भ्यूज हाँ उस बेलाको कुन बेलाको हामीले पर्फर्म गरेको बेलाको खिचाएको थियो र मैले कुन हामीले पर्फर्म गरे त याद छैन यार मैले खिचाएको छैन जस्तो लाग्यो त्यति बेला हो र त्यति बेला खिचाएको थिएन हौ लास्ट ल्यान्डसम्म चाहिँ कसको नाइ रे एकजनाले मापा अस्ति तेरो टाक्लो भएको भिडियो खिच्न पाएन हेर सिद्धान्त होइन त टक्लिए होइन त्यो टक्लिएको अस्तिको भिडियो खिच्न पाएन भने नि तर ठिकै थियो यार हाम्रो अर्कै 2 गते हेरौँ के हुन्छ त्यति बेला अब सबजना कस्तो ठाउँमा हुन्छन् सबैजना लाइक कस्तो के भन्ने पारा देखाउँछन् कि कस्तो हुन्छ नि हेरौँ पहिला अनि बनाब्ला बरु के थाहा भाइ ल सी यू गाइज लेटर होला पुग्यो ल आजको लागि यति नै गुड बाई